सामान दिने उचाल्न दिने अनि भालु भन्ने शब्द के हो यति भन न मलाई गाडी गन त जाउनु गाडी के बसिरहेको छ पिच्चमा उसले डाहा भइरहेछ घोप्टो पारि ल म समात्छु तिमीले पारिसकेछ म पार्न चाहन्न हामी घोप्टो परे हैन भाइ ठाडो परे अनि तिमी घोप्टो पर अब म केही परेन कल्लोसँग मेरो केही पनि तिमीले आज घोप्टो पार्ने हो हेलो नमस्कार म सपना मगर मेरो वरिपरि हुनुहुन्छ भाले भालुसहरू अनि भालेको लिङ्ग अब पुलिङ्ग सुलिङ्ग बनाउँदै भालेको भालु हुँदैन के गरे होला अलि राम्रो गर्नु यार भालु चाहिँ कसै भनेको भालु कस्तो तु नराम्रो भालु भनेर मैले अनि भालु भन्ने शब्द के हो यति भन न मलाई गाडी अनि भाले पछि भालेको भालु हुँदैन भाले भालु के त्यो भालेको नि भालु हुन्छ गाडी के हुन्छ भन्दै भालेको पोठे हुन्छ बरु हो अनि भाले भग त पुजेको कसरी आउँदा पु हुँदैन भाले भालु हुन्छ बोल्ने बेला ल ल म त भाले आफै भालु नि होला के त्यही भएर अनेक शब्दहरू ल हुने चाहिँ त्यो होइन अब फेरि असुरी भनौँ तपाईँ फेरि यस्तो नगर्नु है मलाई लाज लाग्यो यार नमस्कार फेरि पनि नमस्कार मेरो वरिपरि हुनुहुन्छ कामै नलाग्ने एकदम के अरे यो एक गाडी बोलेर राम्रोसँग बोला कि गाडी के हो खाली सरी कतिको पर्छ बहिनी थाहा छ राम्रोसँग बोला न अनि कति पर्छ बहिनी थाहा छ हाल्दियो कति पर्छ यसलाई चट परे नि खाली जिन्दगी पहिले यस्तो बोक्नु भएको छैन बोल्ने तिमी राम्रोसँग बोल्छौ बोल्दैन पहिला अनि के यो फाल्ने हो त तिमी के यत्रो गर्न आएको न यहाँ बिचमा बसेर पैसा तिराउँछ म फेरि यस्तो यो गाडाको भटा बोक्नु पर्ने यस्ता पैसा आएर तिमीलाई किनिदिन्छु अब घाँटीमा त्यस दोहोरो बाँधेर हिँडेछ सिक्री ल्याउने ठाउँमा सुन्नु मलाई किनिदिन्छु भन्छ कसम किनिदिन्छु जे लाइन के बाल ओके सम्पूर्णलाई फेरि नमस्कार मेरो साइडमा हुनुहुन्छ अब भूमिका भन्ने र अनि कलौटे भन्ने काम नलाग्ने भनेर लिने कि नलिने हो यो चाहिँ राम्रो गर्ने किन गर्ने तपाईँ कालोले कालो नभन्ने कालो भनेर तपाईँको नामै कलौटे भन्ने सबैले चिन्छ त कालो भनेर म रिसाएको होइन कि तिमी रफ बोलेको त्यही भएर मैले रफ भन्ने कुन चाहिँ शब्द रफ भयो तपाईँको लागि भन्नु तपाईँ दुनियाँ या मिडियामा दुनियाँ गर्दै हिँड्ने मान्छे के यो भूमिकाले अस्ति पुरै रुकुममा के उचाल्दै काका छाम्दै उचाल्दै घुमाउँदै यस्तो गर्ने दुनियाँ चाहिँ हुने छाम्ने काममा छाम्ने होला नि के कहाँ छाम्छ देखाएको छु मैले सबै दर्शकहरू सबैले देख्नु भएको छ अलिकति छामे चाहिँ कहाँ के देख्यौ त देखिरहेको छ मैले काका छामे छ सबै देखिरहेको छु कसरी छामेको देख्यौ दर्शक देखिराख्नु भएको छ आँखा फुट्या हुन त यस्तो समाजमा एउटा इज्जत नभएको इज्जत पछि इज्जत भएर यार तिमीले धेरै बोल्न लाग्यो फेरि मलाई यस्तो कुरा गरेछ एउटा इज्जत भन्ने चाहिन्छ होइन ल सरी के इज्जत भनेको पहिला इज्जतको उ भन्न त मलाई अर्थ भन्न त अब इज्जत नभएको भए आफन्त यताउता सबैले हेर्छन् देख्लान् भन्ने लाजरम नभएको भए त अलिकति यस्तो कलौटे सासँग मान्छे हेर्दै यस्तो घिनलाग्दोसँग सामान दिने उचाल्न दिने होइन अब हावा गर्दो रहेछ झन् राम्रो गर्न सक्दिनँ राम्रै गरेको छु त के राम्रो गर्छ म फेरि यस्तो नि यार अति नै नगर्नु नि भन्न पायो भने बोल्न पायो भनेर तिम्रो मुख त्यही बोल्नको लागि अझै बनाइदिया हो भगवानले बोल्नको लागि तिम्रो मिठर काम गर्ने बनाएन हामीले प्रज्ञा हान्ने नि त त्यसले प्रज्ञा हान्ने जस्तो लाग्यो मलाई दिनले हो प्र्याङ्क कसैलाई भन्छ सबै भनेर सबै आफ्नो भनेका रिस पोखेर अनि प्र्याङ्क भन्न मिल्दैन ल बहिनी अहिले लास्टमा प्र्याङ्क भन्यो भने तिम्रो गाला फुट्दै हान्छु मैले तपाईँलाई थाहा छ होला यो कति वर्ष भयो बहिनी मलाई के थाहा त अनि मलाई बहिनी भन्छ त मलाई के थाहा त अनि तपाईँले यसको बारेमा सबै थाहा हुन्छ आमा छोरी जस्तो देखिन्छ अनि मलाई बहिनी भन्छ त अलि सम्झाउने फेरि आफ्नो उसलाई फलानलाई कस्तो फलानु तपाईँको होला नि के न के हो तिमी हो मेरो के गर्छ मलाई तिमी हो मेरो यस्ता कलौटेको मजा हुन्छ जस्तो लाग्छ त के पछि लाएर को हाथी अल्छी कस्तो बनाउँछ गन त जाउनु गाडी के बसिरहेको छ पिच्चमा उसले डाहा भइरहेछ फेरि अनि मङ राम्रोसँग बोला कि यार यहाँ त्यहाँ त्यो यो होइन नि त बहिनी तिमीले बोल बितिसकेको कुराहरू भन्ने तिमीले मैले बोल भने बोल अचुलार पर्छ कि तर अनि यो तपाईँ उसको भूमिका त तपाईँको भूमिकाको मेरो नाम किन लिन्छौ फेरि यार अनि तपाईँको नामै नलिने हो र किन लिन्छ कस्तो कल गरेछ के रे भूमिकाको तपाईँलाई शिरदेखि पाउँसम्म के छ सबै थाहा छ र तिम्रो पनि थाहा छ नि तपाईँको मेरो भेट कहाँ भएको हो त्यसरी नै थाहा भयो उसको र तपाईँहरूको जस्तो पब्लिक दुनियाँ समाजमा सामाजिक सञ्जालमा दुनियाँ बेइज्जती हुने खालको तिमी अहिले अहिले सँगै बसेछौ उसले मेरो छोकै छैन त अनि तपाईँको तिम्रो पो छोयो त यतिको छोएको होइन तिमी अहिले सँगै बसेको बसेन यही बसेको आधारमा अब तिमी उसको कोही भयो स्वास्नी भयो भन अब स्वास्नी भयो नि तिमी उसको
त्यस्तो अब सपना र कलाउटे बुढाबुढी है गाइस सुनै न यिनीहरू बोल्ने सो मात्रै रहन्छ सपना र कलाउटे बुढाबुढी है गाइस अब चाहिँ अब किनभने म कलाउटे दाइसँग होइन भिडियो बनाउने बित्तिकै अनेक थरी नराम्रो भने नि अब ऊ र ऊ पनि अङ्गार हालाल गर्यो नि त अब उनीहरू बुढाबुढी हो साथी तपाईँहरूले सिरियस क्वेसन सोध्छु होइन तपाईँहरूले त हुन्छ नि त्यो अस्ति रुकुमको गएको बेला एकदम त्यो भिडियो उचालेर घुमाएको नाचेको डान्स गरेको त्यस्तो भिडियो खुब एकदम हुन्छ नि मुख छाडेर हुन्छ नि नराम्रो शब्दहरू युज गरेका छन् अब त्यस्तोले के भन्नुहुन्छ के भन्नुहुन्छ हामीले देखेको छैनौँ है त्यो तिमीले देखे होला हामीले देखेको छैन सरी तपाईँहरूले पचाउने बानी भइसक्यो के मैले त कमेन्टै हेर्दिनँ कहिले जे गरे पनि तपाईँले मतलब छैन म कमेन्टै हेर्दिनँ के मतलब छैन मतलब त सबै जिन्दगीको विषयमा मतलब सबैलाई हुन्छ आफ्नो आफ्नो कमेन्ट हेर्नुहुन्न तिमीले नि त दुनियाँ बोलेर गराएको ओके माइन्ड होला कमेन्टमा तपाईँले कलाउटे खाते भाटे चोर फटा दुनियाँ एन त्यहाँ दुनियाँ भने पनि कमेन्ट जे भने तपाईँले मैले त म पचाइसकेँ मलाई मतलबै छैन मैले नराम्रो गर्दा नि गर्दिनँ राम्रो गरेर काम गरेर हेर्दा नि हेर्दैन कतिले त्यसो नराम्रै गर्ने नराम्रो के हेर्नै नहुने गरे भएको दर्शकले नहेर्ने के तपाईँले भर्खर भन्नुभयो राम्रो काम गरेर हेर्ने नराम्रो गर्ने भन्नुहुन्छ त के हो के नराम्रो के नै गरेको छ नानी हिँडेको छैन कपडा खोलेर देखाउँदै हिँडेको समाजमा अलिक इज्जत त सोच्नु पर्यो के समाजमा के गरेको के चाहिँ भएको छ र इज्जत गएको के छ र यति भन नि त तपाईँको दिदी बहिनीहरू छैन तपाईँको दाजुभाइहरूसँग के गरेछन् हामीले गरेको चाहिँ के चाहिँ गरेको देख्यौ त यति भन न अझ मन ठुलो बनाएर यसो बोल्न तपाईँहरू अलिक लाज लाग्यो यता सुन न पहिला तिमीले गरेको चाहिँ के देख्यौ के यति भन न मलाई म स्पष्टीकरण सपना मगरले पिटाइ खाने कुरा गर्दै दर्शकले थाहा छ तपाईँले के गर्यो भनेर त्यो अस्तिको भिडियोको बारेमा हो ल सुन अस्तिको भिडियोको बारेमा मैले पहिलो अरू मिडियालाई पनि इन्टरभ्यू दिन्छु होइन त्यो हेर एकचोटि यदि हेरे छैनौ भने आज सुन त्यो त्यति बेलाको कुरा चाहिँ के हो भने म नाचिरहेको थिएँ दाइ अन्डरस्पोर्ट जानुभएको क्या त्यो कुनै पहिले तयारी गरेर पहिले नाच यसरी गरौँ है भनेर गएको होइन क्या त्यो अन्डरस्पोर्ट म नाचिरहेको ठाउँमा चाहिँ दाइ गएर अचानक गएको हुनाले चाहिँ अलिकति तयारी बिनाको डान्स भएको हुनाले त अष्टवेष्ट भएको हो यसरी बुझ न तपाईँ अलिक लाज हुँदैन उसलाई अप्ठ्यारो पर्ला भनेर लागेन दिमागमा होइन के गर्नै गयो होइन के अरे नाच देखाउनु डान्स देखिन गयो हो देखिन जाँदा दर्शकले मलाई देखेपछि कुर्ले उसलाई झन् डान्स गरिरहेको थियो त्यसै कुर्लिरहेको होइन दर्शकहरू अब हामी त्यो दर्शकको अगाडि चाहिँ रमाइलो गरे हो त्यस्तो त्यो नचाहिने काम के नै गरेन झन् उसले झन् पुरै अब हुन्छ नि त्यस्तो झुमरसम्म अब हट टाइपको लुगा लगाइरहेको त्यो देखेर झन् पुरै पर्नै गइसकेको थियो तपाईँ त अलिकति कस्तो पर्न भन्नाले के भन्नु एकैछिन अनि ऊ नाचिरहेको तपाईँ त्यसो गर्नु होइन अब गीतले के खोजिरहेछ भने मेरो भेना इन्डियन लाउरे भनेको छ होइन भने तपाईँ खुसी हुनुहुन्छ अनि उहाँ चाहिँ त्यो लाउरे बन्न भनेर चाहिँ जानुभएको अन्त लाउरे बनेर अनुहार छोरो भएको अनुहारले बन्ने हो र कुन चाहिँ लाउरे खेलेर त्यो भिडियोमा भन्छु क्या अनि त्यसो तपाईँ खुसी हुनु रहेछ त ऊ आएपछि अब खुसी भन्नाले त अब के हो भने अब एउटा कथाले मागे अनुसारको जानु भयो ठिकै त गर्नु हो के भयो त नराम्रो ओके मैले पनि अब दर्शकहरूले हरेक कुरो धेरै कमेन्टहरू गर्नु भएको थियो मैले त्यही भएर त्यही कारणले यसो हुन्छ अरूले नराम्रो गर्छ ला यो नराम्रो हो कि क्या हो भन्ने खालको कन्सेप्ट जान्छ त्यस्तो नराम्रो केही पनि छैन के त्यस्तो नराम्रो केही छैन धेरै तिमी चाहिँ इन्टरभ्यू लिने हो कि तिमी चाहिँ धेरै बकबक गरेर अनि चाहिँ के गरेको त इन्टरभ्यू ल्याएको के गरेको जस्तो लाग्छ त्यस्तो पनि इन्टरभ्यू हुन्छ तपाईँ चाहिँ कस्तो खालको इन्टरभ्यू दिन जानुहुन्छ मैले त पुरै घोप्टो खालको इन्टरभ्यू घोप्टो खालको कस्तो हो अनि घोप्टो पारिनुलाई घोप्टो पारिनु म समात्छु तिमीले पारिसकेको छ म पार्न चाहन्न हामी घोप्टो परे होइन भाइ ठाडो परे नि तिमी घोप्टो पर अब म केही परेन कल्लोसँग मेरो केही पनि तिमीलाई आज घोप्टो पार्ने हो तिमीले सबै भ्याइसकेको रहेछ तिमीलाई घोप्टो पर्न मन लागेर त यस्तो मलाई छैन केही छैन म यहाँ अलिकति तिम्रो यस्तो झारपातहरूले यसो गएर रमाइलो गरेँ भनेर आएको मलाई खासै ठिक लाग्यो जसलाई समाजमा देख्न रुचाउनु उही आएर ए तपाईँले देख्नु रुचाउँछ त्यसो भए तपाईँ कति गाली गर्छ दर्शकहरूले कति गाली गर्छ थाहा छैन ल गाली गरे नि ताली गरे नि मेरो जति फ्यान तिम्रो देखाऊ म चाहिँ यहाँ भर्खरै फाँसिहाल्छु मलाई फ्यान चाहिँदैन हौ फ्यान सेन चाहिँ मलाई केही चाहिँदैन के किन चाहिँदैन यसो नराम्रो गरेर फ्यान कमाउने दर्शक कमाउने मलाई आइरहनु लाग्यो तिमीले कुन चाहिँ राम्रो काम गरेको के काम गरेको मैले त राम्रो काम गरेको देखाउनु त मैले यहाँ मिडिया दुनियाँ गरेर म हिँडेको छैन के हो त यो मिडिया दुनिया नगरेको यो ठाडो पारेको ठाडो चाहिँ किन पार्न पर्यो त फ्यान नचाहिने केही नचाहिने ठाडो किन पार्दैन म ठाडो तिमी छुपक्क लगाएर रुममा गएर ढोका छोडेर बस न म जे पारे म पुरै फुल लुगा लाएर टक्क राम्रो गरेर तिम्रो त त्यसो नाङ्गै आएर यहाँ तिमीलाई केही हुनु नै छैन भने यो ठाडो पार्दै हिँड्दै गर्न जरुरत छैन यो
यति भन न गाडीमा लब्बाइ राखेर त यत्रो कुल चुसेको यो यसलाई लभ बाइट र ताता भन्ने थाहा दादा हैन यो लब्बाइ निलो भारत यो कुल चुसेको सबै चुसेको मलाई के छ तिमीले होला त अघिसँगै थियो यसलाई लभ बाइट भन्छ के ल हेर त्यस्तो तपाईलाई त्यो लभ बाइट बनाउँदै हिँड्दै गर्ने बानी मान्छे राम्रो मान्छेलाई बिगार्ने काम कहिले नगर्नु के ओ किन पर बोलाउ म त्यसै गर्नु मलाई मतलब भएन भगान छर जाउटा भागा के रे भनेपछि तपाईँ भूमिकाको यहाँ लब्बाइ बनाइदिनु भएछ होइन भने अलि होस पुऱ्याएर बोला के यार अलि तिमीलाई त बनाइदिउँ ल त्यहाँ फेरि हेरे हो भने बनाइदिनु त दाइले अनि लाज लाग्ने यो भूमिकाको डर लाग्दैन किन डराउनु त अनि उनले त लाज शरम नभएकोले फेरि गर्न पो सोच्छ नि मलाई फेरि डर पो लाग्छ ल ओके अब ओके म यही हो के अरे दर्शक श्रोताहरू दर्शकहरू सबै दर्शकहरूले बोल्न नजान्ने जाति पनि आएर गाडी ठुलो कुरा गर्छु तै गतिले बोल्छस् के अरे के बोल्या बहिनी इन्डी गर्छु ल के अरे म चाहिँ खासमा चाहिँ के अरे आज भोलिपल्ट भेला है धेरै पछि भेला हो के अरे म रमाइलो गरेँ तँ जेसी गर यिनीहरू जेसी लग पारे बिहे गरेर गरौँ मलाई बताएको छैन रमाइलो भिडियो गराएको हौँ होइन एकदम दाजु हुनुहुन्छ दर्शकहरू धेरै बुझाउनुहुन्छ भूमिका राम्रो भिडियो राम्रो गर्छ सबै राम्रो हो यताउता सबै कसरी नराम्रो नसोच्नु होला त्यो भिडियो पनि मैले पनि एकदम नराम्रो सोचेको छैन होइन म त एउटा दर्शकहरू न्याय भन्छ मलाई आइडल लाग्यो है त्यो कमेन्ट देखेर माया नराम्रो कमेन्ट गरेको त घाँटी साथीतिर फाल्न मन लाग्छ मलाई त्यही भएर दुईजनाले पचाइराखेको छ लाइनमा त्यस्तो राम्रो यसरी औकातमा आएर कुरा गर्नुपर्छ क्या बल्ल ठाउँमा आइपुग्यो ल यति बात भयो नि त ल ओके अब हामी चाहिँ अब छुट्टिन जान्छ छुट्टिनु भन्दा पहिला त्यो अहिले अस्तिको भिडियोमा नराम्रो कुरा गर्नेले ल भन्नु त के भन्नुहुन्छ म्याम सम्पूर्ण दर्शकमा एकदम मेरो लगायत हाम्रो तीनजनाकै तर्फदेखि एकदम सम्मान छ सबैलाई तर नराम्रो कमेन्ट जसले गर्नुहुन्छ उहाँ नै आएर मेरो अगाडि पहिले फोटो खिचौँ न दाइ एउटा भन्नुहुन्छ त्यही खुसी लाग्छ नराम्रो कमेन्ट चाहिँ नगरिदिनु होला अब भूमिका बहिनी हो सपनानी बहिनी हो होइन कहिलेकाहीँ हामी कन्टेन्ट क्रिएटर गर्दाखेरि अलिकति अप्ठ्यारो टाइपले हामीले कन्टेन्टहरू बनाउने गर्छौँ हेर्दा नि यसो दर्शकहरूले दिजेन्द्र दाइको अब कतिखेर के आउँछ है कलौटे दाइको हेर्नुपर्छ भन्ने टाइपको दर्शकहरू धेरै हुनुहुन्छ अझै मिलाएर हेरिदिनु होला अनि धेरै बोल्न नि सकेको छैन कि अघिदेखि भन्नु ठोकिराख्नु त्यही भएर अनि सबैजनाले लाइक कमेन्ट सेयर सब्सक्राइब गरेर सबैको अगाडि पुऱ्याइदिनु होला यो भिडियो हेरेपछि सबैजना त्यही दाइ त घोडा रहेछ भन्ने आउँछ त्यही नै खुसी मैले चाहिँ के भन्छु भने विशेष गरी त्यही दाइकै विषय लिएर मलाई चाहिँ जुनसुकै भिडियो पनि बनाएर हाले पनि चाहे मैले त्यो मेरो कथा व्याख्या समातेर हालेको भिडियोमा पनि कलौटे कथा गयो आज कलौटे छोडेर यस्तो किसिमका भिडियो कमेन्टहरू गर्नुहुन्छ कि तपाईँहरूले किन गर्नुहुन्छ म दाइसँग भिडियो बनाउँदैमा दाइले मलाई सुताउने दाइले मलाई पे गर्ने दाइसँग सुत्न जाने डेटिङ जान्छ होइन नि हामी भनेको जस्ट यति बेला जति बेला काम पर्छ त्यति बेला भेट्छौँ अनि आफ्नो काम गर्छौँ जान्छौँ क्या त्यो त कुनै पनि ऊ छैन कि त्यस्तो अनि तपाईँहरूले कुन सोच राखेर चाहिँ त्यस्तो भन्नुहुन्छ कि म अचम्म पर्छु कि पर्छु म कसम त्यही भएर आजदेखि क्लियर हुनु कि हामी दाजु बहिनी हो दाजु अरू केही पनि सम्बन्ध छैन एउटा काम अनि दाजु बहिनी सम्बन्धमा दाजु बहिनी काममा अब भिडियोहरू बनाउँछ आलु जता काटेर मिसाइन त्यही भएर तपाईँहरू आजदेखि आलु बुझ्नेलाई हिरा हो नबुझ्नेलाई झुसिल ओके गाइज दुवैजनाको गुनासोहरू के थियो पोखिसक्नु भयो सबैले बुझेर एउटा भिडियो कमेन्ट पनि बुझेर गर्ने होला यो त बेकार त भिडियो सुरु नबुझिकन होइन त्यसरी कमेन्ट गर्ने काम नगर्नु होला होइन मान्छे सबै कुरामा हुन्छ आफ्नो फ्यामिली हुन्छ अब समाज हुन्छ एउटा इज्जत हुन्छ सबैको हुन्छ अब सबैको मन हुन्छ त्यो सबै कुरा बुझेर मात्रै कमेन्ट गर्नु होला अहिले चाहिँ हामी छुट्टिन्छौँ नमस्कार